नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो वरिपरि छ। हामी हरेक पल त्यसैसँग बाँचिरहेका छौँ, तर सायदै हामीले त्यसलाई राम्ररी सोचेका छौँ। विषय हो दृश्य संस्कृति। हामी जुन छविहरूको संसारमा छौँ त्यसमा यो शब्दको खास अर्थ के होला? ल, आउनुहोस् यो विषयलाई अलि गहिराईमा गएर बुझौँ। एकछिन कल्पना गर्नुहोस् त, बिहान आँखा खोल्ने बित्तिकै मोबाइलको स्क्रिनमा देखिने नोटिफिकेसनदेखि लिएर सडकमा हिँड्दा देखिने ठूला ठूला होर्डिङ बोर्ड अनि साँझ घर फर्केर हेर्ने फिल्म वा सिरिजसम्म हामी 24 घण्टा कुनै न कुनै छविको सम्पर्कमा हुन्छौँ। हाम्रो जीवन साँच्चीकै नै यिनै दृश्यहरूले भरिएको छ। यो आँकडा हेर्नुस् त, 3000। एउटा अनुमान अनुसार एक सामान्य व्यक्तिले एकै दिनमा लगभग यति धेरै विज्ञापनहरू देख्छ। सोच्नुस् त, हाम्रो दिमागमा कति धेरै दृश्य जानकारीहरू ठोक्किरहेका छन्। ओहो, अब आयो महत्त्वपूर्ण प्रश्न। यति धेरै हजारौं छविहरूमध्ये कुन चाहिँलाई हाम्रो समाजको संस्कृतिको हिस्सा मान्ने? के बाटोमा देखेको विज्ञापन पनि संस्कृति हो, कि सङ्ग्रहालयमा झुण्डाइएको पेन्टिङ मात्र? आखिर सीमारेखा कहाँ छ? ल, हाम्रो पहिलो खण्डमा प्रवेश गरौँ। यहाँ हामी दृश्य संस्कृतिको परिभाषालाई अलि फराकिलो बनाउनेछौँ। यो केवल चित्रकला वा मूर्तिमा मात्र सीमित छैन। यो त्योभन्दा धेरै ठूलो र गहिरो विषय हो। साधारण भाषामा भन्नुपर्दा दृश्य संस्कृति भनेको कुनै पनि समाजले आफ्ना विचार, विश्वास र मूल्यहरूलाई कसरी दृश्य रूपमा देखाउँछ भन्ने हो। यसमा चित्र र फिल्म त परिहाले, तर हामीले लगाउने कपडा, हाम्रा सहरहरूको बनावट र यहाँसम्म कि हामीले बोल्दा गर्ने शारीरिक हावभाव पनि यसैमा पर्छन्। वास्तवमा यो कुनै पनि समाजको एउटा दृश्य परिचय हो। अब एकछिन दृश्य शब्दलाई छाडेर संस्कृति शब्दमा मात्रै ध्यान दिउँ। यो शब्दको अर्थ के हो र समयसँगै यसको अर्थ कसरी बदलियो? यसको इतिहास पनि एकदमै रोचक छ। कस्तो अनौठो कुरा होइन? सुरुमा कल्चर शब्दको अर्थ खेतीपाती गर्नु वा केही कुरा उमार्नु भन्ने थियो, तर बिस्तारै यसको अर्थ मानिसको बौद्धिक र सामाजिक विकास वा परिष्कारलाई जनाउन प्रयोग हुन थाल्यो। 19औं शताब्दीतिर आइपुग्दा संस्कृति शब्दलाई राम्रो र नराम्रो भनेर छुट्याउन थालियो। एकातिर ओपेरा, शास्त्रीय सङ्गीत वा साहित्य जस्ता कुरालाई उच्च संस्कृति मानियो। अर्कोतिर सामान्य मानिसले मन पराउने पप सङ्गीत वा कमिक्स जस्ता कुरालाई आम वा मास कल्चर भनेर अलिक कम आँक्न थालियो। मानौ समाजमा दुईवटा छुट्टा छुट्टै वर्ग बनाइएको थियो। यही बहसलाई अझ तीखो बनाउँदै कला समीक्षक क्लेमेन्ट ग्रिनबर्गले किच भन्ने शब्द प्रयोग गरे। उनको विचारमा किच भनेको त्यस्तो नक्कली संस्कृति हो जुन तलात्मक अभिव्यक्तिको लागि होइन, केवल पैसा कमाउन र मानिसहरूलाई सजिलै लोभ्याउनको लागि बनाइन्छ। अब क्याननको कुरा गरौँ। यो भनेको कला र साहित्यमा महान मानिएका कामहरूको एउटा आधिकारिक सूची जस्तै हो। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ। यो सूची कसले बनाउँछ र के को आधारमा? किनभने आलोचकहरू के भन्छन् भने यस्ता सूचीहरूमा प्राय पश्चिमा पुरुष कलाकारहरूलाई मात्रै महत्त्व दिइन्छ अनि महिला वा अन्य जातजातिका कलाकारहरूको योगदानलाई बेवास्ता गरिन्छ। त्यसो भए यति सबै बहसपछि हामी फेरि त्यही पुरानो तर एकदमै गाह्रो प्रश्नमा आइपुग्यौँ। आखिर कला भनेको के हो? यसलाई चिन्ने कुनै सूत्र छ? ल, अब यसलाई परिभाषित गर्ने केही प्रमुख सिद्धान्तहरू हेरौँ। एउटा विचार छ जसलाई औपचारिकता भनिन्छ। यसले के भन्छ भने कलाको मूल्य त्यसले दिने सन्देश वा कथामा होइन, बरु त्यसको बनोटमा हुन्छ। जस्तै रङहरूको संयोजन, रेखाहरूको बनावट र आकार। यो भनेको कला कलाकै लागि हो, कुनै राजनीतिक वा सामाजिक उद्देश्यका लागि होइन। अब यो अर्को सिद्धान्त झनै रोचक छ। संस्थागतवादका अनुसार कुनै पनि चिज आफैमा कला हुँदैन। जबसम्म कला जगत मतलब ग्यालरी, म्युजियम र ठूला ठूला समीक्षकहरूले कुनै चिजलाई यो कला हो भनेर स्वीकार गर्दैनन्, तबसम्म त्यो कला बन्दैन। भन्नुको मतलब कलाको मान्यता त्यसको सन्दर्भले निर्धारण गर्छ। यो तालिकाले यी दुई सिद्धान्त बीचको फरकलाई एकदमै प्रष्ट पार्छ। हेर्नुस् त, औपचारिकताले यो कला राम्रो छ कि छैन भन्ने प्रश्न सोध्छ, जबकि संस्थागतवादले यो चिज कला हो कि होइन भन्ने मात्रै प्रश्न सोध्छ। एउटाले सुन्दरता खोज्छ, अर्कोले मान्यता। अब हामी सायद यो विश्लेषणको सबैभन्दा गहिरो र महत्त्वपूर्ण भागमा आइपुगेका छौँ। हामीले जे देख्छौँ के त्यो नै सत्य हो वा हाम्रो हेराइलाई अरू केही कुराले नियन्त्रण गरिरहेको हुन्छ?
यो अलि अनौठो सुनिन्छ होइन? हामी भन्छौँ हामी छविहरूले घेरिएका छौँ, तर सोच्नुस् त फिल्ममा ध्वनि पनि हुन्छ, फ्यासनलाई हामी छुन सक्छौँ। कुनै पनि माध्यम 100% दृश्य मात्रै हुँदैन। कहिलेकाहीँ त यो सबै एउटा भ्रम जस्तो लाग्छ। हामीले केही देख्नु र त्यसलाई बुझ्नु बीच 3वटा चरण हुन्छन्। पहिलो हो साइट, यो भनेको आँखाले भौतिक रूपमा देख्नु मात्रै हो। दोस्रो हो विजन, यो भनेको दिमागले त्यो देखेको कुराको अर्थ लगाउनु हो। तर तेस्रो र सबैभन्दा शक्तिशाली चरण हो भिजुअलिटी, जहाँ समाज, राजनीति र शक्तिले हामीले के देख्ने र त्यसलाई कसरी बुझ्ने भन्ने कुरालाई नै आकार दिन्छ। यो परिभाषा एकदमै शक्तिशाली छ। भिजुअलिटीले शक्तिमा भएकाहरूलाई आफ्नो फाइदाको लागि इतिहासलाई एउटा निश्चित तरिकाले देखाउन मद्दत गर्छ। यसले के देखाउने र के लुकाउने भन्ने कुराको नियन्त्रण गर्छ। भिजुअलिटीको शक्ति बुझ्न यो वास्तविक घटनालाई हेरौँ। इराकमा आम विनाशका हतियार छन् भनेर विश्वलाई विश्वास दिलाउन स्याटेलाइटबाट खिचिएका तस्बिरहरूलाई एउटा खास कथासहित प्रस्तुत गरियो। पछि गएर ती हतियारहरू कहिल्यै भेटिएनन्, तर त्यतिबेलासम्म ती छविहरूले आफ्नो राजनीतिक उद्देश्य पूरा गरिसकेका थिए। यहाँ तस्विरले सत्य होइन, शक्तिले चाहेको भाष्य देखायो। ल, अब अन्त्यमा यति धेरै कुराहरू बुझिसकेपछि विभिन्न कलाहरू कसरी एक अर्कासँग जोडिएका छन् र तिनीहरूको साझा उद्देश्य के हो, छोटकरीमा हेरौँ। कलाहरू छुट्टा छुट्टै टापु जस्ता होइनन्। तिनीहरूबीच सधैँ कुराकानी चलिरहेको हुन्छ। कहिले एउटा कलाले अर्को कलाबाट केही अंश लिन्छ, कहिले सङ्गीत र नृत्य जस्ता कलाहरू एकै ठाउँमा मिल्छन्, अनि कहिले एउटा उपन्यासमाथि फिल्म बन्छ। चाहे त्यो हजारौं वर्ष पुरानो गुफाको चित्र होस् वा पिकासोको आधुनिक कला, सबै कलाको एउटै मूल उद्देश्य छ: मानवीय अनुभव र मूल्यहरूलाई गहिरो रूपमा देखाउनु। यसले जीवनको सुन्दरता मात्र होइन, कुरूपता र दुःखद पक्षलाई पनि बाहिर ल्याउँछ। त्यसैले अबदेखि कुनै समाचार, विज्ञापन वा कलाको कुनै पनि काम हेर्दा एकछिन रोकिएर आफैलाई यो प्रश्न सोध्नुहोस्: यहाँ मलाई के देखाउन खोजिँदैछ? अनि अझ महत्त्वपूर्ण, के लुकाउन खोजिँदैछ? यो एउटा सानो प्रश्नले हामीलाई केवल एक निष्क्रिय दर्शकबाट एक सचेत विचारक बन्न मद्दत गर्न सक्छ।